नमस्कार। डेली नेप्से एनालिसिसमा आज 4 मे 2026 आज अलिकति ढिलो आइयो, त्यसले गर्दा अलिकति छोटो पनि हामीले चर्चा गरौँ, तर मुख्य कुरा छोड्नु हुँदैन। आज हामीले कुरा गर्नु पर्यो मार्केट किन घटिरहेको छ, हामी रिटेलरले किन्ने बेला, बेच्ने बेला अथवा होल्ड गर्ने बेला के हुन सक्छ, टेक्निकल्ली र फन्डामेन्टल्ली पनि जोडेर दिउँसो मार्केटको यसो अवस्था हेर्दाखेरि, एक्टिभिटी हेर्दाखेरि चाहिँ छिटै फर्केला जस्तो छ कि छैन, यसलाई पनि हामी छलफल गर्छौँ। तर सधैँ जस्तै फर्मेटमा छोटो गरी तपाईलाई धेरै धेरै स्वागत तथा नमस्कार। र डिस्क्लेमर पनि, यो भिडियो सधैँ जस्तै नितान्त रेफरेन्स वा एजुकेसनल पर्पजले मात्रै तयार गरिएको हुनाले यसैका आधारमा मात्रै सेयर खरिद बिक्री नगर्नुहोला, किनकि तपाईलाई पनि थाहा छ सेयर बजार पनि जोखिम रहित छैन। ल आउनुहोस्, आज 34.36 अङ्कले नेप्से घट्यो। यो भनेको निकै ठुलो घटाइ हो र यसो गर्दाखेरि 2704.08 मा आएर बस्यो। मैले भनेको 2700 को एउटा मनोवैज्ञानिक बिन्दुमा अझै पनि हुन त डे टाइममा योभन्दा तल गएको रहेछ, तर फेरि 2700 भन्दा माथि आएर बस्यो। अहिले हामी टेक्निकल्ली के सम्भावना छ पनि हेरौँला। आजको घटाइ भनेको 1.26% सरी 1.26% हो। यो भनेको नराम्रै हो। र एउटा पोजिटिभ कुरा, टर्नओभर लगातार घट्दो छ। यसरी टर्नओभर घट्नु भनेको चाहिँ बजार फर्किनलाई जोड पुर्याउन सक्ने, यहाँ हेर्नु त घटेको सर र जोड पुर्याउन सक्ने एउटा पोइन्ट हुनसक्छ, तर यसैले मात्रै फर्काउँछ भन्ने चाहिँ हुँदैन। ल आजको मार्केट हेर्नुभयो भने बिहानदेखि नै घट्ने मोडमा रहेछ, दिनैभरि घटेछ। बढ्ने भनेको नाम निशानै देखिनँ मैले। जम्मा 27वटा कम्पनीले कमाए, 240 ले गुमाए, 2टा अनचेन्ज रहे। अब हामी 5% भन्दा माथिको कुरा गर्छौँ। अब यस्तै अवस्थामा पनि फरवर्डले त 15% को सर्किट हान्यो भनेपछि सबै स्टक त घटेका होइन रहेछन्। हामीले किन चिनेनौँ त बढ्ने स्टक, के कारणले बढ्दैछन्, त्यस्तो कुरा पनि चर्चामा आउनु स्वाभाविक हो। झापा पनि झन्डै 8%, अरू चाहिँ अब यो यिनीहरू त अब छुट्टै कुरा भयो, यिनीहरू इक्विटीमा परेन। जिएमएलआई अलिकति बढेछ आज, एसिएल, बिएसएल, टिआरएच, अभियान, एचएल ठिकै छ, खासै धेरै बढेका पनि छैनन् र बढाइ पनि मिक्स नै छ। त्यस्तो यही चाहिँ धेरै बढ्यो भन्ने खालको चाहिँ मैले देखिनँ। ठिकै छ, यो नाम मात्रको बढाइ हो। तर एउटा कुरा चाहिँ के छ भने अस्तिसम्म बढ्दाखेरि आइपिओवाला स्टकले बढाउँथे भने अहिले आइपिओवालाले बढाएका छैनन्, त्यो एउटा कुरा छ। बरु आइपिओवाला घटे कि यहाँ अलिअलि घटेको देखियो। अनि यो कोर बिएल एकदमै हुरहुर बढ्थ्यो, अब हुरहुर घट्न थाल्यो। अब यसको पनि केही कारण होला, धेरै कुरा चर्चा पनि गरिहाल्नु हुँदैन, किनभने को मान्छेले किन किन्छ, को मान्छेले किन बेच्छ भन्ने त सबै कुरा त हामीलाई थाहा हुँदैन। हाम्रो कुरा मात्रै थाहा हुने हो। त्यसमा त किन किनेर कसले किन्नु होला भन्नु पनि राम्रो होइन, किनभने उनीहरूलाई केही इन्साइडर थाहा हुनसक्छ अथवा डेटा एनालिसिस थाहा हुनसक्छ, फ्युचर थाहा हुनसक्छ, सबै आफ्नो आफ्नो हिसाबले गर्ने हो नि त। सो टप टर्नओभरमा एनआरएन देखिएछ, तर एनआरएन त्यो बढेर त्यस्तो ठुलो बढाइमा अथवा यहाँ गेनरमा यहाँ माथि छैन होइन। आरएसएमएल पनि अलिकति घट्दै कारोबार भइरहेको छ। एनएचपिसी धेरै समय त कारोबार छ, एकेजेसिएलको त ट्रान्जेक्सन भइ नै रहेछ। आज एनआइसिए पनि यहाँ आएछ अनि टप भोल्युममा एनएचपिसी रहेछ। अब यो प्रमोटर सेयर कारोबार भएछ जम्मा 100 रुपियाँमा। केबिएलकै नन प्रमोटर पनि आज धेरै नै कारोबार भएछ, सस्तोमा छ। यसको नाफा पनि बढिरहेको अवस्थामा मान्छेहरू यता किन्न लाग्यो हुनसक्छ। एकेजेसिएल पनि यता आएछ, एनआइसिए पनि आएछ भनेपछि टप भोल्युममा आएका धेरैवटा यहाँ आएछन्, तर अब यतापट्टि प्राइसतिर छैनन्। त्यसले गर्दाखेरि डिस्ट्रिब्युसन हो कि भनेर डराउनु पर्यो। टप ट्रान्जेक्सनमा नर्मली नयाँ नै आउँछन्, हेर्नु होला, किनकि साना साना किताहरू पनि बसेका हुन्छन्। 68,635 किता। अब आजको दिनमा कुनै सेक्टर हरियो भयो होला त भनेको, जे भए पनि जिरो भए पनि ग्रिन त भएछ नि त। माइक्रो फाइनेन्स हेरौँ, 11वटा बढेछन्, 50वटा छन्। सबभन्दा धेरै कुन बढ्यो? अघि एउटा सर्किटै लागेको थियो नि, फरवर्डमा केही होला, यसले चाहिँ यो रिजल्ट निक्लियो कि मैले अब अहिले हेर्न भ्याएको छैन, अथवा यसको रिजल्ट राम्रो आउनेवाला थाहा भएको हो कि। अरू पनि हेर्नुभयो भने अलिकति थोरै बढेको छ, खासै धेरै चाहिँ छैन, तर ठिकै छ। अलिअलि बढ्नु भने यो सेक्टर राम्रै सेक्टर हो। अरू चाहिँ सबै नै रेड छन्। अब सबभन्दा नराम्रो गरी झरेको सेक्टर कुन रहेछ भनेर हेर्न मन लाग्यो, म्यानुफ्याक्चरिङ। यो चाहिँ कस्तो भने म्यानुफ्याक्चरिङ चाहिँ मैले भनिराखेको थिएँ, एचडिएल चाहिँ यसको प्रोफिट अलि राम्रो हो भन्ने न्युज छ, त्यसले गर्दा होला नबढे पनि अडिएछ। यो मैले के भनेको थिएँ, यो सबै आइपिओवाला सेयरले एकदमै हुत्याउँदैछ है म्यानुफ्याक्चरिङलाई भनेको थिएँ। हेर्नु त, तिनै घटे। यिनैले चाहिँ के गरे त, फेरि यसको चाहिँ इन्डेक्स भत्तै घटाए भनेपछि यसलाई वाच मात्रै गर्ने हो। त्यसपछि हाइड्रो पावर पनि घटेछ। हाइड्रो पावरमा 2टा मात्रै, यत्रो ठुलो हाइड्रो पावरमा 2टा बढेछन्, त्यो पनि अब नाम मात्रको, अरू सबै घटे। यसमा पनि जेनजीहरू अथवा नयाँ आइपिओवाला थिए, तिनीहरू पनि घट्यो होला, तिनीहरू पनि घटे, पुरानो पनि घटे मजाले। होटल एन्ड टुरिज्म पनि बरु बैंक पो कमले घटेछ है, 1 भन्दा कमले घटेछ, 1% भन्दा। अदर्स रहेछ अलिकति कम घट्नेमा,
नत्र त ब्याङ्क नै रहेछ दोस्रो कम घट्ने, कुनै बढी क्या ब्याङ्कमा, ल दुईवटा बढेछन्, कसरी बढे? एनआइसी एससिबी। अब एनआइसी किन बढ्यो भन्दाखेरि यसको पहिले एकदमै प्राइस महँगो थियो, अहिले यो सस्तोमा आएको हुनाले एकुमुलेसन चलेको हुनसक्छ, ट्रान्जेक्सन पनि धेरै भएछ। एससिबी अलिकति बढे पनि यसको चाहिँ खासै धेरै ट्रान्जेक्सन देखिएन। ल अब हामी जाउँ सिधै नेप्सेको चार्टमा। मैले नेप्सेको डेली चार्ट हेर्न खोजेको, यो अपडेटै भएको छैन, त्यसले गर्दा अहिले हामी सरी डेली भनेको छु, आवरली खोजेको। अब ल डेलीमा जाउँ। अब हेर्दाखेरि त तपाईँले जस्तो मैले के भनेको थिएँ, यो क्यान्डल चाहिँ रिभर्सल दिने खालको हुनसक्छ भनेर लास्ट विकको हामीले कुरा गर्दा गरेको थियौँ, किनभने यो ह्यामर क्यान्डल हो तल झरेको बेला। अब आजको क्यान्डलले के गर्यो त, यसलाई इन्भ्यालिड गरिदियो। त्यो प्रिन्सिपलले काम गरेन, यस्तो डरलाग्दो बियरिस क्यान्डल बन्यो आज। अब हामीले अर्को कुरा के पनि कुरा गरेको थियौँ भने यो जुन घटाइ छ, अब हामीले आश गर्ने भनेको यो ट्रेन्ड लाइन ब्रेकआउट दियो भने भनेको थियौँ। अब त अझ ट्रेन्ड लाइनलाई त हामीले खुम्च्याएर यता ल्याउने यस्तो खालको स्थिति भइसक्यो। अब तलतिरको ट्रेन्ड लाइनको फेरि मैले सम्झिराखेकै छु, तपाईँले कहिले कहिले सम्झाउनु पनि हुन्छ। अब यो एउटा ट्रेन्ड लाइन हामीले एकदम याद गरेको ट्रेन्ड लाइन हो भनिसकेपछि अब मार्केट टेक्निकल्ली पहिले कुरा गरौँ अनि फन्डामेन्टल्ली कुरा गरौँ। टेक्निकल्ली फर्किन सक्ने भनेको चाहिँ एउटा चाहिँ 2700 को तल अलिकति आइसकेको थियो आज, र 2700लाई मनोवैज्ञानिक बिन्दु मैले यहाँ जुन भनेको थिएँ यसले काम गरेन है, याद गर्नुहोस्। अनि अर्को मेरो जुन 2680 को बिन्दु छ। सो अब हाम्रो चाहिँ जस्तो यो मैले यहाँ तानेको भनेको चाहिँ यो 2680 को रेखा हो है। 2680 पनि हाम्रो चाहिँ एउटा सपोर्ट लाइन छ, अथवा 2680 नभई यहीँ 72 देखि माथि भनौँ न 70 देखि 80 सम्ममा यहाँबाट एउटा फर्के लागि भन्ने आश गर्ने हो। अझै पनि यही तरिकाले झर्यो भने चाहिँ फेरि हामीले यहीँ 2610 देखि अस्ति मैले भनेको 2600 देखि 2615 सम्मको बिचलाई यसलाई डिमान्ड जोन भनेर भनेको छु। अझ तपाईँले ठुलो ग्रेड अलिकति ठुलो एरिया डिमान्ड जोन हेर्ने हो भने चाहिँ यही हो डिमान्ड जोन है त। ल यसैलाई तपाईँले हेर्नु होला, यहाँबाट फर्किन सक्छ भन्ने आश हो। अब वर्षै भयो भने त फेरि हामी यता तलतिरै आश गर्नुपर्छ, तर अब एकदमै ठ्याक्कै यो हेर्दा चाहिँ अहिले त्यति सजिलै फर्किहाल्ला जस्तो आजकोले चाहिँ देखिएन। अहिले हामी फेरि एकपल्ट के हेरौँ भने इन्डिकेटरलाई पनि हेरौँ। अब इन्डिकेटरमा चाहिँ अब धेरै डेन्जर देखिन्छ। हेर्नु त आरएसआई यो मैले भनेको बटम डबल बटमबाट पनि तल गइसक्यो। एमएसिडी त सेल सिग्नल कन्टिन्यू बोलिङ्गर ब्यान्डमा लोअर ब्यान्ड झर्दैछ। यो सबै हेर्दाखेरि चाहिँ त्यति यहाँ पोजिटिभ कुरा देखिएन। अहिले म अन्तिममा हाम्रो स्ट्राटेजी अथवा मेरो स्ट्राटेजी खास गरिकन के छ भन्ने कुरा तपाईँलाई सेयर गर्छु। यो त्यति राम्रो चाहिँ लक्षण छैन। एउटै लक्षण राम्रो भनेको चाहिँ के भने मान्छेहरू चाहिँ एकदमै अहिले अतालिएर बेच्न चाहिँ खासै नआएको। भोल्युम त हेर्नु न यसरी घटेको, यो 20 MA त कति माथि छ भन्ने कुरा हो। यहीँदेखि भोल्युम घटेकै छ, त्यो कुरा चाहिँ एउटा पोजिटिभ कुरा छ। बाँकी चाहिँ खासै पोजिटिभ कुरा देखिएन टेक्निकल्ली। अब हामी सेक्टर हेर्दाखेरि हेरौँ, अघि हाम्रो एउटा मात्रै सेक्टर जुन चाहिँ ग्रिन देखिएको छ जिरो भए पनि, त्यसैलाई हामी हेरौँ माइक्रो फाइनेन्स। माइक्रो फाइनेन्स पनि यहाँ यो डबल बटम टाइपले फर्किन सक्छ, फर्किहालेको छैन। एमएसिडी हेर्नु त यहाँ अलिकति एमएसिडीमा आज हिस्टोग्राम बार चाहिँ एउटा लाइट भएछ रेड, त्यसले गर्दा अलिकति पोजिटिभिटी यहाँ 2 दिन ह्यामर क्यान्डल बनिसक्यो क्या। यत्रो तल झरेको बेलामा अब ह्यामर क्यान्डल बनेपछि अलिकति पोजिटिभिटी चाहिँ क्रिएट भएकै हो। तर यो ट्रेन्ड लाइनभन्दा माथि नगएसम्म यो पनि अहिले बढिहाल्छ भनेर भन्न सकिँदैन। अब दोस्रो राम्रो गर्ने भनौँ न, अथवा घटे पनि कम घट्ने चाहिँ लाइफ इन्सुरेन्स छ है। लाइफमा कुनै बढेको छ, लाइफमा 3वटा बढेछ। कुन बढ्यो भन्दाखेरि जिएमएलआई, एनएलआइसी, एसएलसी ठिकै छ। यो अब जिएमएलआई लो क्याप हो, त्यो अरू त पुरानै कम्पनीहरू हुन्। पुराना भन्नाले अब ठुलै कम्पनी भनौँ न, नन माइक्रो होइनन् भने। सो अब हामीले हेरौँ लाइफमा के छ त। यसको पनि कुरो उयो है, यो एकदमै अब डाउनै चलिरहेछ होइन। एक दिन उतै बढ्न खोजे पनि पछि घट्यो। यो ट्रेन्ड लाइन ब्रेकआउट गरेर माथि नगइकन हामी केही वास्ता गर्दैनौँ। अब आरएसआई पनि डबल बटम होइन ट्रिपल बटम लगभग हुन आँटो, बाई सिग्नलको अत्तो पत्तो छैन। त्यसपछि हामी धेरैवटा नहेरे पनि 1-2वटा चाहिँ हेरौँ, किनभने अलिकति सान्दर्भिक पनि बनाउनु पर्ने हुन्छ। अरू चाहिँ हामीले हेर्नेमा अदर इन्डेक्समा 2टा बढेछन्। कुन बढ्यो? झापा एनटिसी। झापा त लो क्याप भएकोले गर्दा बढेको, यत्रो 1600 छ। एनटिसी पनि नाम मात्र बढेको छ, अदर्सलाई हामी हेरेनौँ। अब ब्याङ्किङ नै पर्छ त्यसपछि, ब्याङ्किङमा 2टा बढेका छन्। अब हाम्रो आशाको केन्द्रबिन्दु त मेन त ब्याङ्क नै हो। इन्डेक्स घटे पनि डिभिडेन्ड दिने ब्याङ्क त धेरै छन्, दिन सक्ने त्यो हिसाबले। अब यसमा पनि टेक्निकल्ली चाहिँ हेर्नुभयो भने एकदमै यो साफ तल आउँदैछ। हिजो मैले यो ट्रेन्ड लाइन यहाँनिर यसरी कोरेको थिएँ, आज अलिक बियर क्यान्डल ठुलै बन्यो र बोलिङ्गर ब्यान्डको लोअर ब्यान्डलाई तल ठेल्दैछ, अप्पर ब्यान्ड खुम्चिँदै आउँदैछ।
आरएसआई पनि अब डबल बटमको लगभग डबल भन्दा पनि ट्रिपल बटम यहाँ अलिवरसम्म हेर्नु त 4 बटम भइसक्यो यहाँबाट फर्किन्छ कि भनेर वाच गर्ने मात्रै हो अब राम्रै सेक्टर भए पनि किन्न हतार किन गरिँदैन भने त्योभन्दा सस्तोमा पाइन्छ कि किन हतार गर्नु भन्ने कुरा हो फाइनेन्समा पनि 3वटा बढेछन् कस्ता कम्पनी बढे जेएफएल राम्रा कम्पनी बढेनन् फाइनेन्समा है अब यो ट्रेड गर्नेहरूको लागि मात्रै केही गरे जस्तो देखियो फाइनेन्सले पनि त्यसले गर्दा अलिकति अहिले ट्रेड गर्ने अब निकै टाढाबाटाले ट्रेड गरे मात्रै नभए हामी जस्ताले चाहिँ अहिले ट्रेड सफल हुने जस्तो देखिएको छैन माहौलले होइन सो हेर्नुभयो भने उही हो ट्रेन्ड लाइन यस्तो खतरा बनेको छ डाउन ट्रेन्ड अब यहाँबाट ब्रेकआउट गरेर माथि जब जान्छ अनि हामी वाच गर्ने हो अहिले त यसमा पनि कुनै पोजिटिभिटी छैन र तपाईँले हेर्नै पर्छ भनेको अर्को हाइड्रो हो अब मैले खासै धेरैवटा हेरिनँ हाइड्रो त अझै पनि यो बोलिङ्गर ब्यान्डको लोमा आइपुगेको छैन क्या अरू सेक्टर जस्तो तर अब डाउन ट्रेन्ड चाहिँ खतरै डाउन ट्रेन्ड छ यहाँ हेर्नु त यसको 2पल्ट बटम 3पल्ट बटम लगेको ठाउँलाई पनि ब्रेक डाउन गरेर तल आइसक्यो आरएसआई अब एमएसिडी यस्तो डेन्जर भएर सेल सिग्नल पनि कडा कडा बनाउँदै गयो भनेपछि यसले पनि कुनै बाईको इन्डिकेसन दिएन अब यो भइसकेपछि अब हामी चाहिँ एकपल्ट यति हेरिसकेपछि अब लामो समय सरी कुन चाहिँ तपाईँले हेर्नु भनेको छुट्यो कि भन्ने कुरा हो सधैँ हेर्नु भनेको इन्भेस्टमेन्ट है इन्भेस्टमेन्ट आज धेरै घटेको छ 7वटै घटेका छन् सबभन्दा धेरै कुन घट्यो एनआरएन सिएचडिसी ल यस्तो राम्रा स्टक चाहिँ झन् धेरै घटे हेर्नुहोस् महँगा स्टक धेरै घटे क्या अब राम्रा भन्ने कुरा त छँदैछ महँगोहरू चाहिँ घटेको हामीले देखियो त्यो कुरा चाहिँ बुझ्नु पर्यो र अब यसको इन्डेक्स हेर्नुभन्दा पनि अब यसो गरौँ न कन्क्लुजनको कुरा गरौँ कन्क्लुजनमा मैले देखेको चाहिँ के भने मैले लास्ट विक पनि भनेको थिएँ अलिकति घट्दै जान्छ भने चाहिँ हामीले क्यासमा बस्नु रिस्क म्यानेज गर्नु सही नै हुन्छ अब जस्तो भोलि नै बढ्दैन भन्ने छैन जस्तो तपाईँलाई मैले के देखाएँ टेक्निकलमा के देखाएँ भने बिहिबार अथवा लास्ट विकको टेक्निकलले चाहिँ के देखाएको थियो भने ह्यामर क्यान्डल बनाएर फर्किने सम्भावना एकदमै राम्रो देखाएको थियो थ्योरिटिकल्ली तर आजको क्यान्डलले त त्यसलाई त इन्भ्यालिड गरिदियो नि भनेपछि जतिखेर पनि इन्भ्यालिड हुनसक्छ अब अहिले फन्डामेन्टलमा के कुरा छ त भन्दाखेरि कम्पनीहरूले नराम्रो गरेका होइनन् डिभिडेन्ड दिन नसक्ने खालको रिजल्टहरू अहिलेसम्म आएको छैन 1-2वटाको त आउँछ नै आउँछ तर जुन माहौल छ माहौल चाहिँ अहिले इन्भेस्टमेन्ट फ्रेन्डली भएन भनेर धेरैले भनेको गुनासो गरेको छ मसित भेट्दाखेरि पनि अहिले केही समय वेट एन्ड वाच हो किनभने अब यो सम्पत्ति शुद्धिकरणको खोजी गर्नु नराम्रो होइन तर खोजी गर्दाखेरि तपाईँ हामीले लगानी गरेको कम्पनीहरू पनि सम्पत्ति शुद्धिकरण सम्बन्धी कार्यहरू गरेको पाइयो र त्यो कम्पनीको सेयर प्राइस घट्यो भने त जस्तो एक्जाम्पलकै लागि अब यत्रो चर्चा भएको एचआरएल कुरा गरे भइगयो नि एचआरएलको अहिले फन्डामेन्टल त केही पनि बिग्रेको छैन राम्रो छ कम्पनी तर प्राइस कहाँ 1150 पुगेको प्राइस अहिले घटेर त 700 भन्दा धेरै तल आइसक्यो किन भन्दाखेरि त्यहाँ भएका व्यक्तिहरूले केही गलत गरेको छ कि भनेर अहिले अनुसन्धान भइरहेछ प्रमाणित त केही पनि भएको छैन तर अनुसन्धान भइरहेछ भनेपछि तपाईँ हामीले त डर भयो नि त हामी त क्लिन तरिकाले काम गर्ने हो तर हामीले लगानी गरेको ठाउँ चाहिँ त्यस्तो खालको रहेछ र भोलि प्रब्लम भयो भने त भन्ने कुराले चाहिँ तपाईँ हामी सबैलाई अहिले सताएको छ भने ठुल्ठुला लगानीकर्ताहरूलाई कति कुरामा त कति बेरमा त पैसा ल्याएको पैसाको स्रोत पनि देखाउनलाई गाह्रो हुने साँच्चै भन्ने भने 100-200 तोला सुन देखाउने मान्छेहरूले पनि पैतृक सम्पत्ति भनेकै अवस्थामा पनि अब सबैले पैतृक भने भइहाल्यो त्यो देखा भन्नु भने त पहिले कागज लिने चलन पनि थिएन सुनको पनि कागज लिने चलन थिएन त्यस्तै मान्छेहरूले पेमेन्टहरू गरेको पनि ट्याक्सहरू बुझाउनु नपर्ने क्लियर नहुँदाखेरिका आजभन्दा 50औं वर्ष अघिका पैसाहरू चाहिँ एउटा चाहिँ त्यो कम्पाउन्डिङ हुँदै ठुलो भएको रहेछ भने त अहिले जस्टिफाई गर्न गाह्रो पनि हुनसक्छ त्यसले गर्दा प्र्याक्टिकल डिफिकल्टी हुनसक्छ भन्ने कारणले पनि फियर पैदा भएको तर यसको केही समयपछि एउटा सेटलमेन्ट भएपछि जति क्लिन भयो कारोबार मार्केटमा त्यति तपाईँ हामी क्लिन कारोबार गर्नेलाई चाहिँ एकदमै राम्रो हुन्छ तर अहिले चाहिँ एकदमै क्लियरली पर्खेर हेरेर देखेको छु मैले र किन्ने भन्दा पनि वाच गर्ने बरु बेच्ने पनि पर्ने हो कि तपाईँको स्टकको स्ट्रेन्थ वाइज भन्ने कुरा चाहिँ महत्त्वपूर्ण हुन्छ जस्तो मलाई लाग्यो तपाईँलाई धेरै धेरै धन्यवाद ह्याप्पी इन्भेस्टिङ ह्याप्पी ट्रेडिङ हामी कुरा गर्दै गरौँला आजको एनालिसिस भोलि अलिकति फरक हुनसक्छ पर्सि अलिकति फरक हुनसक्छ तर जे भए पनि शेयर बजारको फ्युचर राम्रो हुन्छ भन्ने चाहिँ मलाई भित्रदेखि विश्वास छ तपाईँसित अर्को भिडियोमा भेट भइ नै हाल्छ भरे 8 बजे त अनि त्यसपछि त कन्टिन्यू आइ नै हाल्छ बाई